practical. मैले चाहिँ हजुरहरूलाई आज आफैले ग्राफ्टिङ गरेको एउटा सानो प्राइस देखाउँदैछु। कतिको सक्सेस भयो भएन है म हजुरहरूलाई देखाउँदैछु है त। यसलाई खोल्दैछु है, क्यामेरा मिलाउनु होला। मेरो यो सक्सेस तपाईँहरू पनि यस्तै गर्न चाहनुहुन्छ भने जुनै महिना पनि तपाईँले 12 महिना गर्न सक्नुहुन्छ है त। तर यही अनुसारले गर्नु पर्यो हजुरहरूले पनि। मेरो सक्सेस भयो जस्तो मलाई लाग्दैछ। हेरौँ है त खोलेर। ल यो विन्टर सिजनमा पनि सक्सेस हुने रहेछ है त साथीहरू। जस्तै मलाई यो लाग्थ्यो यो चाहिँ मर्यो होला, डाउट लाग्थ्यो, यो चाहिँ देखिएको थिएन, यसले छेकिएको थियो। यहाँ चाहिँ मैले बाहिरबाट देख्दै थिएँ। यहाँ हेर्नुहोस् त, मुना जुम गर्नुहोस् त दाइ। यो मुना चाहिँ जुम भन्नाले नजिक ल्याउनु न क्यामेरा भन्नु खोजेको। यो जुन यो मैले हातले देखाइरहेको चाहिँ यो चाहिँ मुना नयाँ आएको हो। ल लानुहोस्। अनि यसरी सक्सेस भएको छ साथीहरू। अनि यो जुन तपाईँहरूले देखिराख्नु भएको छ यो धेरै पाल्ला भएको चाहिँ यो चाहिँ यो पुरानो डन्ठीको है त। यो चाहिँ मैले यो क्राफ्टिङ गरेको चाहिँ यहाँ 3 कलरको छ, व्हाइट, येल्लो अनि पिङ्क छ है त साथीहरू। तपाईँहरूले पनि जुनै महिना पनि गर्न सक्नुहुन्छ। एकदम क्राफ्टिङ यो जोइन धागाहरू छ। यहाँबाट हामीले 3-4 किसिमको फुल प्राप्त गर्न सक्छौँ है त।